पुग्यौँ। जस्तै हामी राजनीतिक लडाईँ लड्दाखेरि उहाँले विभिन्न राजनीतिक कर्मीहरूका मुद्दा निःशुल्क रूपमा लडिदिनुहुन्थ्यो र पार्टीको केन्द्रीय तहसम्म पुगिसक्नुभएका कङ्ग्रेस कुनै पनि बेला कुनै पनि समय पार्टीले हराए सताएका कामहरू बिना हिचकिचाहट बिना कुनै कुरो नराखिकन उहाँ जसरी काममा लाग्नुहुन्थ्यो त्यो कुरा हाम्रो बिचमा अब सम्झना मात्रै रहिरहेको छ। र अझ महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि विगत मध्यावधि निर्वाचनमा जब उहाँ यस 2 नम्बर क्षेत्रमा उम्मेदवारको रूपमा हुनुहुन्थ्यो र मलाई मान्य सांसदज्यू विभिन्न पार्टीका पार्टी प्रतिनिधि युवाहरू आमन्त्रित अतिथिवर्ग उपस्थित महिला तथा प्रतिनिधि यस्तो घडीमा माननीय सांसद गणपति उपाध्यायजीको निधनमा श्रद्धासुमन व्यक्त गर्ने मौका दिनुभएकोमा सर्वप्रथम म आयोजकप्रति आभार व्यक्त गर्न चाहन्छु। भक्त टोकनका प्रत्येक व्यक्तिले उहाँलाई चिनेको छ। केही विषयवस्तुहरूमा उहाँको एउटा आदर्श व्यक्तित्वलाई हामीले स्वीकार गर्न सक्नुपर्दछ। नेताहरूले देखाएका बाटोमा कुनै एउटा सद्भावपूर्ण ढङ्गबाट समाजलाई केही न केही विकासको पथमा अगाडि बढाउन प्रयत्न भएका चिजहरूमा र त्यस्तो सच्चरित्रका कुराहरूमा हामीले केही न केही सिक्न सकौँ र साथै उहाँको चरित्रको गुणलाई हामीले मनन गरेर अगाडि बढ्न सकौँ। मन्त्री नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीज्यू र उपस्थित महिला तथा सज्जनवृन्द, आज हामी एउटा देशका प्रखर व्यक्तित्वलाई गुमाएर उहाँको सम्झनामा शोक र श्रद्धाञ्जली अर्पण गर्नको लागि यहाँ उपस्थित भएका छौँ। हुन त हामीहरू सैद्धान्तिक रूपमा विभिन्न पार्टीको झन्डामुनि बसेका छौँ र विभिन्न सैद्धान्तिक विचारधाराहरू राखेर पनि बसेका छौँ। तर एउटा मानवीय मूल्य र मान्यतामा कतिपय कुराहरूमा हामी एकअर्काको बिचमा एउटा सामञ्जस्य र सहमति र हातेमालो गरेर हिँड्न सक्ने एउटा समाजको नियम र परिधिभित्र बसेर हामीले हिँडेका छौँ र हिँड्नु पनि पर्दो रहेछ। र आज हामीहरूले साँच्चै भन्ने हो भने गणपतिजीलाई मैले चिनेको झन्डै 20-22 वर्ष भयो होला र त्यसको दरमियानमा हामीहरूले सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा र एउटा सामाजिक विभिन्न सेवाको क्षेत्रमा जुन रूपमा हाम्रो विचारधाराहरूको आदान प्रदानहरू हुन्थ्यो र जुन एउटा सहमतिको बिन्दुमा पुग्न सक्ने काममा हातेमालो गरेर हामीहरू हिँड्थ्यौँ र हुन त हामी एकअर्काको प्रतिस्पर्धामा चुनावमा पनि हामी उभियौँ र चुनावमा उभिँदाखेरि पनि एउटा प्रजातान्त्रिक अभ्यासद्वारा एउटा खेलको मैदानमा उत्रेका खेलाडीहरूको स्पोर्ट्सम्यानसिपको एउटा जुन संस्कार छ त्यो संस्कारलाई बोकेर हामीहरूलाई आफ्नो विचारधारा जनसमक्ष राखेर एउटा स्वस्थ प्रतिस्पर्धाद्वारा हामी चुनावमा उठ्यौँ। त्यहाँ एउटा कटुता थियो, न त्यहाँ एउटा व्यक्तिगत रूपमा भित्रमा नै शत्रुता थियो, त्यहाँ एउटा मित्रभाव हुँदाहुँदै पनि हामीहरू एक आपसमा चुनावहरू लड्यौँ। प्रमुखज्यूहरू र उपस्थित हुनुभएका अन्य न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू,
कमरेड गणपति उपाध्यायज्यू आज शोक सभाको घडीमा 25 गते 4 बजेसम्म हामी हाम्रै पर्सौनी गाविसको एउटा आम सभामा हामी सँगै थियौँ। 26 गते बिहान 7 बजे समाचार सुन्दा उहाँको निधनको समाचार सुन्दा हामी साह्रै नै मर्माहित र दुखित भएका थियौँ। कमरेड गणपति उपाध्यायज्यू देशको निम्ति अति प्रखर व्यक्तित्वको रूपमा, व्यवहारको निम्ति अति सरल व्यक्तिको रूपमा, विद्वान, न्यायिक आन्दोलनमा जहिले पनि आफूलाई समर्पित गर्दै आउनुभएका कमरेड गणपति उपाध्यायज्यू विगत मध्यावधि निर्वाचन पछाडि यस रूपन्देही जिल्ला क्षेत्र नम्बर 2 बाट निर्वाचित भएर जब उहाँ जानुभयो पार्लियामेन्टमा, संसदमा र उहाँले यस क्षेत्रको लागि, यहाँको जनताको लागि, देशका निमुखा जनताको लागि संसदमा बडा गहकिला कुराहरू, संसदमा बडा मार्मिक कुराहरू उहाँले प्रतिनिधित्व गर्नुभएको थियो। ती उहाँका कुराहरू अहिले म झलझल्ती सम्झिएर राखेको छु। हामी एउटा असल पार्लियामेन्टेरियन गुमाएको छ। उहाँ संसदमा जे कुरा बोल्नुहुन्थ्यो अन्य पार्टीहरूले पनि त्यसलाई गम्भीर रूपमा सोच्न पर्ने अवस्थाहरू सिर्जना हुन्थ्यो। त्यस्तो व्यक्तित्व आज हामी गुमाउन पुगेका छौँ। सम्पूर्ण महानुभावहरू, आज यो शोक समारोहमा उपस्थित हुँदा पनि मैले आफै विश्वास गर्न सकेको छैन हाम्रो यो एकजना योद्धा हाम्रो बीचबाट हराउनु भएको छ, हामी बीचबाट सधैँको लागि बिदा लिनुभएको छ। मेरो हृदयले अझै पनि स्वीकार गर्न मानेको छैन। मैले धेरै साथीहरूको शोक समारोहमा म उपस्थित भएँ, तर यसपटक मलाई सर्वथा भिन्न अनुभूति भएको छ। आज कमरेड गणपति उपाध्यायको निधनले धेरै क्षेत्र एकैपटक मर्माहत भएको मैले अनुभव गरिरहेको छु। मानव अधिकारवादी योद्धा गुमाएकोमा चिन्तित छन्। गरिब निमुखा जनताहरूले आफ्नो नेता गुमाएकोमा चिन्तित छन्। गरिब असहायहरूले अदालतको ढोका ढकढकाउने गरिब असहायहरूले आफ्नो एकजना वकिल गुमाएकोमा चिन्तित छन्। राष्ट्रका कर्णधार विद्यार्थीहरूले योग्य शिक्षक गुमाएकोमा चिन्तित छन्। आज थुप्रै प्रजातन्त्रवादी योद्धा गुमाएकोमा चिन्तित छन्। आज उहाँका प्रतिद्वन्द्वीहरू, फरक विचार राख्ने मान्छेहरूले योग्य प्रतिद्वन्दी गुमाएकोमा चिन्तित छन्। हाम्रा लुम्बिनी अन्तर्विचार छन् विष्णु पौडेलज्यू, विभिन्न पार्टीका नेतागण, अतिको अन्तिम विराटमा रहेका कमरेडहरू, उपस्थित हुनुभएका उपस्थित दाजुभाइ दिदीबहिनीहरू, मलाई यो थाहा थिएन यो महान व्यक्तित्वको यति चाँडो श्रद्धाञ्जली गर्नुपर्ला, शोक सभामा उपस्थित भएर बोल्नुपर्ला। मैले ती शब्दहरू पाएको छैन। मैले ती मेरो सामनेमा झल्झल्ती लेखेको छु। कुन शब्द गोछाले म श्रद्धाञ्जली व्यक्त गरौँ र म थोरै यति मात्र भन्न चाहन्छु, उहाँका दृढ विचार, उहाँको अनुशासित जीवनबाट हामी अनुशासनलाई जीवन पद्धतिमा लागू गर्न सक्छौँ, पुरा गर्न सक्छौँ भने मात्र यो सभाको सार्थकता र सभाको वास्तविक हाम्रो श्रद्धाञ्जली हो। र म धेरै भन्न चाहन्न, कमरेड गणपति उपाध्याय
उपाध्यायप्रति गुल्मी जिल्ला कमिटीको तर्फबाट गुल्मी जिल्लाका नेकपा एमालेका सम्पूर्ण कार्यकर्ताको तर्फबाट र साथै गुल्मी जिल्लाका श्रमजीवी वर्गको तर्फबाट र मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शोकाकुल हुनुभएका परिवारहरूप्रति म संवेदना रचाउँदै आफ्ना दुई शब्दहरू सुनाउँछु। हस्त धन्यवाद। सभाका प्रमुख अतिथि, समितिका सदस्य, पार्टीका विभिन्न कमिटीका कमरेडहरू र यस स्मृति सभामा उपस्थित तपाईँ सम्पूर्ण महानुभावहरू, आज हामीले हाम्रो पार्टीका केन्द्रीय न्यायिक कमिटीका सदस्य रूपन्देही क्षेत्र नम्बर 2 का सांसद र हाम्रो मुलुकका श्रमजीवी जनताका सहयोगदा र हाम्रो समाजलाई परिवर्तनको दिशातिर अगाडि बढाउने, यो समाजलाई परिवर्तनको दिशामा अगाडि बढाउने काममा निरन्तर रूपमा अर्थात् नियमित रूपमा अनवरत रूपमा त्यस काममा लगाइरहनुभएका कमरेडको स्मृतिको सन्दर्भमा हामी यहाँ उपस्थित रहनुभएका विभिन्न पार्टी प्रतिनिधिज्यूहरू र यो आजको यो शोक सभा कार्यक्रममा हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज हामीले कमरेड धनपति उपाध्यायलाई हामीबाट विदा भएको 13औं दिन भएको छ। यसले सिङ्गो राष्ट्रले एउटा विद्वान बुद्धिजीवी गुमाएको छ, हाम्रो पार्टीले असल कर्मठ कार्यकर्ता गुमाएको छ, यो जिल्लाले असल नेता गुमाएको छ, क्षेत्र नम्बर 2 का जनताहरूले आफ्नो असल प्रतिनिधि गुमाएको छ, बुवाले असल छोरा गुमाउनु भएको छ, दाजुले असल भाइ गुमाउनु भएको छ, श्रीमतीले आफ्नो असल श्रीमान गुमाउनु भएको छ, छोराछोरीले आफ्नो असल बुवा गुमाउनु भएको छ। यसले आफ्ना ठाउँमा अत्यन्त शोकाकुल बनाइरहेको छ र सिङ्गो पार्टी र उहाँलाई माया गर्ने सम्पूर्ण मान्छेहरू एउटा दुखित र शोकाकुल बनिराखेको यो स्थिति बनिराखेको छ। यो त्यसले गर्दाखेरि हिजो चाँडो स्वाभाविक छ। त्यसले गर्दा मान्छेले जो दिएको विचार हो, गर्न चाहिरहेको जुन विचार, त्यो विचार गरेर जाँदैन। धनपति कमरेडले जुन जनता र राष्ट्रको लागि एउटा मुक्तिको लागि लिनुभएको बाटो, त्यसलाई हामी सम्पूर्ण पार्टी केन्द्रदेखि लिएर तल्लो स्तरसम्मका सम्पूर्ण कमरेडहरू र परिवारजनहरूले उहाँ लिएका कल्पनाहरूलाई, उहाँ लिएका विचारहरूलाई पूरा गर्ने अठोट गर्दै हामीले यो सोचलाई शक्तिमा बदलेर अगाडि बढ्ने विचार सबैले गर्नुपर्छ। त्यसका सरका कमरेडहरू, शोकसन्तप्त परिवारजन, सम्पूर्ण अतिथि महानुभावहरू र यस शोक सभामा उपस्थित आदरणीय जनसमुदायहरू, कमरेड धनपति उपाध्यायको असामयिक निधनले हाम्रो पार्टीले एकजना कर्मठ नेता गुमाएको मात्र होइन, राष्ट्रले नै एकजना प्रखर बुद्धिजीवी र कुशल एवं सशक्त सांसद समेत गुमाएको छ भन्ने कुरालाई हामीहरू सबैले यहाँ स्वीकार गरिरहेका छौँ। एक घडीमा, यो शोकको घडीमा म ज्यादा चर्चा गर्नुभन्दा पनि कमरेड धनपति उपाध्यायले जसरी देश र जनताको सेवामा, यो राष्ट्रको सेवामा लगनशीलताका साथ काम गर्नुभयो, समर्पण भावका साथ काम गर्नुभयो, त्यसरी नै हामीहरू पनि यो देश, यो राष्ट्र र यहाँका जनताको सेवामा लाग्ने प्रण गरौँ। इस कार्यक्रम का प्रमुख अतिथि रहनुभएका हाम्रो पार्टीका अध्यक्ष तथा भूतपूर्व कमरेड मनमोहन अधिकारीज्यू, हाम्रो पार्टीका
केंद्रीय सदस्य एस लुम्बिनी अंचल का इंचार्ज तथा सांसद कमरेड विष्णु पौडेलज्यू र हाम्रा मेरा सम्पूर्ण सहयोद्धा कमरेडहरू यस शोकसभामा श्रद्धाञ्जली अर्पण गर्न आउनुभएका विभिन्न पार्टीका प्रतिनिधिहरू, यो कार्यक्रम यस्तो कार्यक्रममा यति छिटै यसरी बोल्नुपर्छ जस्तो मलाई लागिरहेको थिएन। हामी त गाउँ जागरण अभियानको सन्दर्भमा लागिरहेका थियौँ र म सिन्धुली जिल्लाको सदरमुकाममा चारैतिरबाट निकै ठुलो सङ्ख्यामा पार्टीका साथीहरू, जनसमुदायहरू एकत्रित हुनेर कार्यक्रम सम्पन्न गर्नको लागि एउटा हौसलापूर्ण स्थितिमा थिए। तर एकासी यस खबर सुनेर मलाई ज्यादै मर्माहत पार्यो। तर पनि सत्य कुरा थियो, मैले विश्वास गर्नु पर्यो। आदरणीय मित्रहरू, म त्यो कार्यक्रममा निकै टाढो भएको हुनाले श्रद्धाञ्जली अर्पण गर्न पनि म अन्तिम अवस्थामा पनि म आउन सकिनँ। मलाई ज्यादै दुःख लाग्यो, तर लागे पनि मेरो बाध्यता थियो। आदरणीय महानुभाव, आजको यस 13औं दिनको पुण्यतिथिमा म मेरा सहयोद्धा कमरेड गणपति उपाध्याय, जो एउटा समाजको बहुमुखी प्रतिभा हुनुहुन्थ्यो, एउटा अनुशासित निष्ठावान राजनीतिक योद्धा हुनुहुन्थ्यो, उहाँप्रति उहाँको यस्तो असामयिक निधनले हाम्रो पार्टीमा जुन एउटा ठुलो अपूर्णीय क्षति पुर्याएको छ, एउटा हाम्रो राष्ट्रले एउटा प्रतिभाशाली एउटा नागरिक गुमाएको छ। हामी सम्पूर्ण जनसमुदायले आफ्नो एउटा अभिन्न मित्र, एउटा सधैँ सहयोग र सही सल्लाह सुझाव दिने एउटा आत्मीय साथीलाई हामी गुमाएका छौँ। मन्दिर धर्मचारीलाई संक्षिप्तमा आफ्ना शोक श्रद्धा सुमन व्यक्त गरिदिन हार्दिक अनुरोध गर्छु। आज हाम्रो कमरेड गणपतिज्यूको निधन भएको 13औं दिनका स्मृति सभाका अध्यक्षज्यू, हाम्रो नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा विभिन्न अञ्चल इन्चार्ज विष्णु पौडेलज्यू, हाम्रा अञ्चल समन्वय समितिका सचिव कमरेड नेत्रपन्थीज्यू र उहाँका सहकर्मी साथीहरू, कमरेड गणपति उपाध्यायज्यूलाई सम्पूर्ण नेपाल राष्ट्रिय स्वतन्त्र भूतपूर्व सैनिक सङ्गठनको तर्फबाट र मेरै व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र गणपति उपाध्यायजीको वंशज उपाध्याय परिवार, शोककुल उपाध्याय परिवार प्रति धैर्य धारणको शक्ति बढोस् भन्ने कामना गर्दै र उहाँहरूको शोककुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। मेरो हृदय अहिले पनि फाटिरहेको, आँखामा पनि थोरै थोरै आँसुहरू रचिरहेको छ र यो अवस्थामा यस्ता रोइरहेका हृदयहरूलाई, बगिरहेका आँसुहरूलाई आफ्नै शरीरले, आफ्नै भन्दौजनी शक्तिले सोचेर पचाएर उहाँले यस देश र यस देशका कृषि नेताहरूको निमित्त गर्न खोजिएको कामहरू आज अधुरो रहेर उहाँले गर्नु खोजिएको कामहरू पुरा नभएर अहिले उहाँको श्रद्धाञ्जली सभा गर्नु परिराखेको छ। माननीय सांसदज्यूहरू, सहयोगी कमरेडहरू, मित्र पार्टीका साथीहरू, प्रमुखहरू, विभिन्न सङ्घ
संस्थाबाट आउनुभएका साथीहरू, पत्रकार बन्धुहरू एवं यहाँ उपस्थित हुनुभएका महिला तथा सज्जनवृन्द, आज हामीले हाम्रो यो क्षेत्रको एउटा उज्जवल तारा, प्रखर व्यक्तित्व, एउटा प्रतिभाशाली बुद्धिजीवी, नेकपा एमालेका न्यायिक समितिका सदस्य, सङ्कल्प समन्वय समितिका सदस्यको रूपमा रहेर पार्टी नेताको रूपमा स्थापित हुनुभएका यस क्षेत्रका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद कमरेड धनपति उपाध्यायलाई गुमाएको आज 13औं दिन हो। आएको कुरा जेठ 26 गते 12 बजे संविधान शून्य समेत मौका मिलेर 5:30 बजेदेखि लगातार 5-6 घण्टा हिँडेर सदरमुकाम आइपुग्दा मात्र उहाँको निधनको खबर प्राप्त भयो। त्यति बेला गाउँ गाउँबाट विरोध प्रदर्शन सभामा सहभागी हुनका निमित्त जनसमुदायहरूको आउने आदि सुरु भइसकेको थियो। त्यो खबरले स्तब्ध पार्यो अनि विश्वास लागेन, केही हल्ला होला, यस्तो हुन सक्दैन। अध्यक्ष कमरेड, प्रमुख अतिथि हाम्रो पार्टीका अध्यक्ष कमरेड र यहाँ उपस्थित स्वर्गीय धनपति कमरेडको बिछोड वेदनामा आमूल चूल डुबेर पनि आउँदा दिनका सङ्घर्षहरूमा डट्ने धैर्य र साहस सँगालिरहनुभएका आदरणीय जनसमुदाय, आज मसँग अरू केही नभए पनि यो श्रद्धाञ्जलीका केही शब्दगुच्छाहरू अनुष्टुप छन्दमा मैले एउटा कविता, श्रद्धाञ्जली कविता प्रस्तुत गर्न यहाँ अनुमति चाहन्छु। ऊ अगाडि बढी गयो, औषधि भरमा चल्ने साह्रै नाजुक देह छ, नखान जथाभावी तलाई मधुमेह छ, त्यसमाथि अझै घात उच्च रक्त चाप छ, कति के भनु मैले पुरा सोझो छ ताप छ, रोग हो रोगको हकमा नीच मार्न हुँदैन है, रोग हो रोगको हकमा नीच मार्न हुँदैन है, होश राखे रहै साथी भनिरहन्थे सधैँ